निरङ्कुश राणा शासनको अन्त्य र प्रजातन्त्र प्राप्तिको सुनौलो दिन। हाम्रा अग्रज वीर नेपाली तथा प्रजातन्त्र प्राप्तिका लागि प्राणको आहुति दिने शहीदको बलिदान मार्फत प्रजातन्त्रको प्राप्ति भएको यही अवसरसँगै विद्यार्थीको चौतर्फी ज्ञानको भण्डारलाई चरितार्थ पार्ने उद्देश्यले ज्ञानगङ्गा पाठशालाको स्थापना भएको हो। स्थापना कालदेखि नै विश्व शैक्षिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न सफल यस विद्यालयले जिल्लामै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा परिचित एक प्रतिष्ठित विद्यालय बन्न सफल भएको छ। ज्ञानगङ्गा पाठशालाले कक्षा पिजीदेखि 2 कक्षाका विद्यार्थीहरूलाई लक्षित गरी ज्ञानगङ्गा बाल महोत्सव फागुन 4 गते र फागुन 5 गते चौथो ज्ञानगङ्गा अन्डर 16 रनसिल्ड अन्तर्विद्यालय जिल्ला स्तरीय ब्याडमिन्टन कार्यक्रम सम्पन्न गरेको छ। यस क्षेत्रका सामाजिक अगुवा बुद्धिजीवी तथा शैक्षिक व्यक्तित्वद्वारा सञ्चालित यस ज्ञानगङ्गा पाठशालाले आज 13औं वार्षिकोत्सव तथा अभिभावक दिवस मूल समारोह 2081 कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूलाई हार्दिक अभिवादन एवं दिवाकालीन नमस्कार स्वीकार्नुहोस्। अब म कार्यक्रमलाई औपचारिकता दिन चाहन्छु। आसन ग्रहणको क्रमबाट 13औं वार्षिकोत्सव तथा अभिभावक दिवस मूल समारोह 2081 मा यस कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनु हुन यसै विद्यालयका सञ्चालक समितिका अध्यक्ष प्रखर व्यक्तित्व, बौद्धिक व्यक्तित्व, शिक्षा प्रेमी, आदरणीय व्यक्तित्व श्री ऋषिराम पाण्डेलाई सभाध्यक्षताको आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। कृपया खादाले सम्मानको लागि यसै विद्यालयका शिक्षिकाद्वय मनिषा भूषाल र अस्मिता ढकाल म्याडमलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। वार्षिकोत्सव तथा अभिभावक दिवस मूल समारोह 2081 मा प्रमुख अतिथिको आसन ग्रहण गरिदिनुको लागि रूपन्देही निर्वाचन क्षेत्र नम्बर 5 प्रतिनिधि सभा सदस्य हाम्रा अभिभावक विकास प्रेमी नेता प्रखर व्यक्तित्व माननीय वासुदेव घिमिरेलाई म प्रमुख अतिथिको आसन ग्रहणको लागि हार्दिक निवेदन गर्न चाहन्छु। त्यसैगरी 13औं वार्षिकोत्सव तथा अभिभावक दिवस मूल समारोह 2081 को विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनुको लागि तिलोत्तमा वार्ड नम्बर 4 का अत्यन्त विकास प्रेमी नेता आदरणीय व्यक्तित्व हाम्रा अभिभावक श्री हरिबहादुर छेत्रीलाई म विशिष्ट अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी अतिथिको आसन ग्रहण गरिदिनुको लागि सञ्चालक समिति सदस्य लुम्बिनी प्रदेशका पूर्व मुख्य न्यायाधीश कृष्ण बहादुर जेसीज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी अतिथि आसन ग्रहण गरिदिनुको लागि सञ्चालक समिति सदस्य श्री देवी वाग्लेलाई म सविनय अनुरोध गर्न चाहन्छु। त्यसैगरी अतिथि आसन ग्रहण गरिदिनुको लागि यसै विद्यालयका लेखा समिति संयोजक आदरणीय व्यक्तित्व श्री हरि पौडेललाई अतिथि आसन गरिदिनुको लागि यसै विद्यालयका लेखा समिति सदस्य श्री रमिला पराजुलीलाई म अनुरोध गर्न चाहन्छु। आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। अतिथि आसन ग्रहण गरिदिनुका लागि यसै विद्यालयका पूर्व लेखा समिति संयोजक आदरणीय व्यक्तित्व श्री बसन्त बहादुर थापाज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। अतिथि आसन ग्रहण गरिदिनुका लागि पत्रकार आदरणीय व्यक्तित्व टीआर शर्मालाई म अनुरोध गर्न चाहन्छु। अतिथि आसन ग्रहण गरिदिनुका लागि पत्रकार श्री प्रकाश आचार्यलाई म अनुरोध गर्न चाहन्छु। अतिथि आसन ग्रहण गरिदिनुका लागि शीतलकुञ्ज आमा समूह सचिव आदरणीय व्यक्तित्व बिन्दु पौडेललाई म अनुरोध गर्न चाहन्छु।
सार्वभौमै फैलिएका महाकाली सयौँ फुलका हामी एउटै माला नेपाली सार्वभौमै फैलिएका महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचर वीरहरू गराधताले स्वतन्त्र अचल ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहु जाति भाषा धर्म भाषा धर्म देश अनि हिमाल पहाड तराई कथरी खाने जाति स्वाभिमानी छाती हाम्रो जागर पाखुरीमा जीवन धारा चलाउँछन् रोइने तिलोतमा अभिभावक दिवस मूल समारोह 2081 औपचारिक रूपमा उद्घाटन गर्ने कार्यक्रमलाई जोड्न चाहन्छु। यस कार्यक्रमलाई उद्घाटन गरिदिनु हुन आजको कार्यक्रमका प्रमुख अतिथि रूपन्देही क्षेत्र नम्बर 5 का प्रतिनिधि सभा सदस्य माननीय वासुदेव घिमिरेलाई अनुरोध गर्न चाहन्छु र सँगै यस कार्यक्रमका सभाध्यक्ष लगायत व्यासमा आसीन सम्पूर्ण पदाधिकारीज्यूहरूलाई हुनेछ तसर्थ तालीले सम्मानपत्र दिनु Thank you to the teacher for their tireless efforts in guiding and shaping us. Without any dedication, this wouldn't be possible. We are honored to have esteemed guests with us today. Thank you to them. Welcome to our beloved parents for their tireless efforts in मार्फत समस्त महानुभावहरूलाई वेलकम गरिदिनुको लागि वेलकम डान्स देवी डान्समा संलग्न कलाकार भाइ बहिनीहरूलाई म मञ्चमा आमन्त्रण गर्न Krishna Vilasini
शुभकामना मन्तव्यको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। Special occasion of our school's annual function. This day marks the celebration of talent, hard work, and togetherness. It brings us an opportunity to reflect on the journey of past year and recognize the achievements that have shaped our school community. Annual functions are special for students because it gives a platform to showcase our talents beyond the classroom. Whether it's dancing, singing, acting, or delivering. अब म क्लास 3 बाट होल क्लास प्रस्तुतिको लागि ग्रुप डान्समा संलग्न सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई मञ्चमा हार्दिक आमन्त्रण गर्न चाहन्छु। तपाईँलाई हार्दिक अनुरोध गर्न चाहन्छु। मलाई कम बोल्नु छ, विद्यार्थी भाइ बहिनीहरूका प्रतिभा धेरै देखाउनु छ, तसर्थ अब भने म क्लास 4 खेमाबाट प्रतिष्ठा गेवालीलाई स्पिचको लागि छोटो मन्तव्यको लागि अनुरोध गर्न चाहन्छु। र do in our leisure time. In our leisure time, we do something for pleasure and relaxation. Life without vacation is monotonous. Different people have different hobbies. Some of the hobbies are dancing, singing, carving, gardening, photography, playing games, etc. My favorite hobby is drawing. Whenever I get time, I practice drawing. My parents always encourage me to draw many beautiful pictures whenever I get time. My teachers and friends also encourage me to draw. प्रोत्साहित गर्नाले धेरै काम गर्नेछ। गोथेको यो भनाइ यहाँनिर म जोड्न चाहन्छु। अब भने म क्लास 3 फेवाबाट होल क्लास ग्रुप सङ्घको लागि म आफ्नो प्रस्तुति प्रस्तुत गरिदिनु अनुरोध गर्न चाहन्छु। Thank you.
गर्न चाहन्छु डाक्टर विनोद पराजुली यस विद्यालयमा स्वास्थ्य क्षेत्रमा समेत सहयोगी भूमिका निर्वाह गर्नुहुन्छ। तसर्थ यहाँसँग प्रत्यक्ष लाभ लिनको लागि पनि समस्त अभिभावकज्यूलाई म हार्दिक अनुरोध गर्छु। माननीय सांसद आदरणीय वासुदेव घिमिरेज्यू, विशिष्ट अतिथिज्यूहरू, ड्यासमा विराजमान सम्पूर्ण आदरणीय व्यक्तित्वहरू, यस हाम्रो ज्ञानगङ्गा पाठशालाका सञ्चालक समितिका पदाधिकारीज्यूहरू, शेयर होल्डरज्यूहरू, आजको यो कार्यक्रममा उपस्थित आदरणीय अभिभावकज्यूहरू, यस स्कुलमा यस पाठशालामा अध्ययनरत सम्पूर्ण मेरा प्यारा भाइ बहिनीहरू, पत्रकारज्यूहरू, यो कार्यक्रमको शोभा बढाइदिन यस पाठशालाको निम्तोलाई स्वीकार गरेर पाल्नुहुने सम्पूर्ण आदरणीय महानुभावहरूमा म अभिवादन टक्राउन चाहन्छु। सर्वप्रथम त आज फागुन 7 गते नेपालमा 104 वर्षको जहानिया राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको यो दिन सौभाग्यले भन्नुपर्छ हाम्रो यो पाठशालाको पनि स्थापना दिवस। यो प्रजातन्त्र दिवसको खुसियालीमा र यो हाम्रो स्कुलको स्थापना दिवसको उपलक्ष्यमा सम्पूर्णमा हार्दिक बधाई पनि ज्ञापन गर्न चाहन्छु र शुभकामना पनि दिन चाहन्छु। ज्ञानगङ्गा पाठशाला हामी सबैलाई थाहा छँदैछ, यसले आफ्नो 13औं स्थापना दिवस मनाइरहँदा 12औं वसन्त पार गरी 13औं वसन्तमा प्रवेश गरिरहँदा आज हामीले यति धेरै अभिभावक र यति धेरै विद्यार्थी भाइ बहिनीको माया पाएका छौँ। यो सबै यहाँहरू हामी सबैको अथक प्रयास मेहनत हो भन्नमा मलाई कुनै अप्ठ्यारो लाग्दैन। यहाँहरूको माया, यहाँहरूको सद्भाव र यो क्षेत्रका अभिभावकज्यूहरूको विशेष स्नेहले आज हाम्रो यो पाठशाला यो क्षेत्रकै एउटा अग्रणी पाठशालाको रूपमा स्थापित भएको कुरा म यहाँलाई अनुरोध गर्न चाहन्छु। आजभन्दा 13 वर्ष अगाडि यस क्षेत्रकै विशिष्ट व्यक्तिहरूले स्थापना भएको यो स्कुल आज यहाँसम्म आइसक्दाखेरि हाम्रा भाइ बहिनीहरू एसी उत्तीर्ण गरी विभिन्न क्षेत्रमा पनि प्रवेश गरिसकेका छन्। त्यो कुरा यहाँहरूलाई म अवगत पनि गराउन चाहन्छु। विद्यालय हामी सबैले बुझेको कुरा हो, स्कुलमा अध्ययन हुन्छ, अध्यापन हुन्छ र त्योभन्दा पनि माथि उठेर यसका अतिरिक्त क्रियाकलापहरूले वास्तवमै विद्यार्थीहरूलाई अगाडिको क्षेत्रमा भोलि स्कुलको वातावरणबाट अर्को क्षेत्रमा जाँदाखेरि, त्योभन्दा माथिल्लो क्षेत्रमा प्रवेश गर्दै जाँदाखेरि आफूलाई एउटा अब्बल बनाउने काममा जुन किसिमले अगाडि बढ्नुपर्छ त्यो अभियान आज हामीले देखेका छौँ। यो स्कुलले गरेको जुन किसिमको प्रयासहरू छ यो प्रयास एकदमै सराहनीय छ र अतिरिक्त क्रियाकलापको क्षेत्रमा स्कुलले देखाएका हाम्रा विद्यार्थीहरूका जुन प्रस्तुतिहरू हामीले देखेका छौँ, साना साना भाइ बहिनीहरूको स्पिच, साना साना भाइ बहिनीको डान्स पक्कै पनि हामीलाई लाग्छ भोलिका दिनहरूमा हाम्रा यी भविष्यका कर्णधारहरूले आफ्नो क्षेत्रमा अवश्य पनि ठुलो उपलब्धि हासिल गर्छन् भन्ने मलाई लाग्छ।
कीर्ति दिप्तीको समूहलाई म मञ्चमा हार्दिक अनुरोध गर्न चाहन्छु। छोरी मलाई भागी भागी न सताऊ, कानमा आइस टुक्क बताऊ। छोरी मलाई भागी भागी न सताऊ, कानमा आइस टुक्क बताऊ। तिमीलाई बाबाको माया कति लाग्छ रे, तिमीलाई बाबाको माया कति लाग्छ रे। More accessible. Online learning platforms, virtual classroom and digital creativity allow students to learn from anywhere, breaking geographical barriers. Absolutely. E-learning tools like interactive simulation, AI-powered tutor and gamification make learning engaging and personalized. Students can learn at their own pace with improved understanding and retention. Mr. Govind, would you like to add some points? We can also see that technology supports teacher learning management system, LMS help education to track student progress, and AI-driven analytics assist in identifying students who need additional support. Great insight. Now let's talk about the challenges. What are the biggest challenges of integrating technology into the education? One major issue is digital divide. Not all of the students have access to device or stable of internet connection, which create an inequality in education. Miss Alicia, is there any further points to be discussed? अब म क्लास 4 राराको होल क्लास समूहलाई ग्रुप डान्स मार्फत आफ्नो प्रस्तुति प्रस्तुत गरिदिनुको लागि म अनुरोध गर्न चाहन्छु। Today the annual function will take its flight. Each performance is a work of art, a piece of passion from the heart. The crowd applauds, their spirits high, as dream takes shape and reach the sky. With every step, with every sound, a memory forever to be found. फेवाबाट गायन कला मार्फत कार्यक्रमलाई थप रोमाञ्चक बनाइदिनुको लागि म अनुरोध गर्न चाहन्छु। सानो छाता हामी
केजीको शीर्षकको ग्रुपलाई म आफ्नो प्रस्तुति प्रस्तुत गरिदिनुका लागि म अनुरोध गर्न चाहन्छु। सहभागी भइदिनुका लागि म अनुरोध गर्न चाहन्छु। कुरा बुझ्न पर्छ। Sleep is very important for our health and well-being. It helps our bodies and brains rest and recharge after a long day. When we sleep, our body grows and our mind becomes stronger. It helps us think clearly, remember things better and feel happy. Children need a good amount of sleep to stay healthy. It is recommended that kids get 9 to 11 hours of sleep every night. By getting enough sleep, we stay healthy, strong and happy. So it is important to sleep each night to feel your best and stay healthy. In conclusion, sleep is like food for our body and अब भने क्लास 4 राराबाट होल क्लास प्रस्तुति सिमरी छाया नामको गीत यहाँहरूलाई विद्यार्थी भाइ बहिनीले सुनाएर मनोरञ्जन गर्ने कार्यक्रम। भने दीक्षान्तको ग्रुपलाई गणेश वन्दनामा नृत्य प्रस्तुत गरिदिनुको लागि म मञ्चमा हार्दिक अनुरोध गर्न चाहन्छु।
लाल चढ़ायो अच्छा गजमुख को, दिन लाल विराजे सुत गौरी हर को, हाथ लिए गुड़ लड्डू साई सुरवर को, महिमा कहे न जाए लागत हूँ पद को। जय देव जय देव जय जी गणराज विद्या सुखदाता, धन्य तुम्हारो दर्शन मेरा मन रमता। जय देव जय देव शरणागत आवे, संतति संपत्ति सब ही भरपूर पावे। ऐसे तुम महाराज मोको अति भावे, होता भी नंदन नित दिन गुण गावे। जय देव जय देव जय जय जी गणराज विद्या सुखदाता, धन्य तुम्हारो दर्शन मेरा मन रमता। जय देव जय देव क्लास 3 राराको समूहलाई कृपया मञ्चमा व्यवस्थापन गरिदिनु होला। अहिले भने क्लास 4 राराबाट पोएम प्रस्तुतिको लागि सोनम तोफेरलाई म अनुरोध गर्न चाहन्छु। शिक्षकले पढाएको शिक्षा आर्जन गर्छु। कापी किताब कलम मेरा सफल हुने हतियार, खराब बाटो हिँड्नुहुन्न बन्नुपर्छ होसियार। अनुशासन लगनशील विद्यार्थीका गहना, पढी लेखी असल बन्ने छ नि मेरो चाहना। अभिभावक शिक्षकको
सूचना दिनुपर्छ नि माइकमा। करण भन्ने नामको बच्चा हराएको छ, अभिभावक कार्यालय जानुहोस् होला। धन्यवाद सेना दाईहरू र प्रहरी दाईहरू। हो, हामी जनता बचाउन सधैँ तयार छौँ। सेना र प्रहरी मिलेर काम गर्दा सुरक्षित हुन्छ।
मैनीको आफ्नो जीवनको गोष्ठा सहारा नबाजेको पाला देखियो सारकी रेटेर नै चलिरहेछ जिन्दगी जानिन मैले त यो भन्दा अरू छोराले अब छैन हिरोस मागी मै समय टेके मैले तिमी टेक्नु गए सके जति चाहिँ बिरुला खाना आदि गुरी आफूलेमा कागज रहे समा बोकी मेरो छु हालेर काँधे गुरी हालेर काँधे गुरी आफ्नो नृत्य प्रस्तुत गरिदिनुका लागि मञ्चमा म हार्दिक आमन्त्रण गर्न चाहन्छु। चंद्रशेखरे रति क्लास 6 बाट आस्थाको ग्रुपलाई कल्चरल सोमा आफ्नो कल्चरल सो प्रस्तुत गरिदिनुको लागि म अनुरोध गर्न चाहन्छु।
पढ्ने एक छात्र। आज मैले हाम्रो संस्कृति र हाम्रो पहिचानका बारेमा केही कुराहरू प्रस्तुत गर्न गइरहेको छु। हाम्रो प्यारो देश नेपाल अद्वितीय देश हो, जहाँ विविधता र एकता सँगसँगै देखिएको पाइन्छ। विभिन्न वेशभूषा, भाषा, संस्कृति भए तापनि यहाँ मानिसहरू बीच एक आपसमा एकता रहेको छ। भौगोलिक विविधता भए पनि यहाँ मानिसहरू मिलेर बसेका छन्। सोही क्लासका विद्यार्थी भाइ बहिनीहरूलाई गायन मार्फत पुनः यहाँहरूलाई मनोरञ्जन प्रदान गर्ने कार्यक्रमलाई म भनिए गोर्खालीको सन्तान भनी गर्व गर्यो थिए। जन्माएको आमाले हो घाँस काट्दा काट्दै बाउको जीवन यसै गयो दुःख सार्दा सार्दै। हामीलाई के नै सुख छ छैन खानी अन्न अन्न छैन भन्ने कुरा कता जानु भन्न। बरु जन्म लिन पर्ने जातक धर्म छैन, नेपालमा जन्म लिएर कहिले सुख पाइन। हामीलाई के नै सुख छ
भाकी हुन्न हजुर आफै हुन्छ आमा देउता भाकी हुन्न हजुर आफै हुन्छ आमा दिदीलाई भेट्नलाई आउँदिन दिदीलाई भेट्नलाई आउँदिन दिदीनालाई माया लाउँदिन दिदीलाई भेट्नलाई आउँदिन दिदीलाई भेट्नलाई आउँदिन दिदीनालाई माया लाउँदिन And my beloved friends, good afternoon to everyone present here. It's a great honor to stand before you. Thank you, and over to my friend Kavi. Hello everyone. Today we are in front of you to deliver a short presentation on the topic of benefits of extracurricular activities. So we're gonna start with the round of introduction. Myself, Kavin Arel. Hi, myself Ansu Chetri. Hello, I'm Arpan Rana. Hi, it's me Sonia Usa. Hi, it's me Grishma Thapa. Today we are here not just to hear the speeches or announcements, but to celebrate the spirit of learning, growth and unity that makes our school so unique. Thank you, and over to my friend Kavin. Thank you, Ansu. Today we want to talk about something that often sets our school experiences beyond the classroom, that is extracurricular activities. These are not Tingo figar Coca-Cola Tingo figar Coca-Cola Maya gara Maya lule Maya la yalli yalli जान्दैन हो बिर्सेको तिम्रो मायामा यसरी सम्झन मनलाई मनलाई तिमी किन बुझ्नु छर्केरायो भागेकी रूप सुन्दर मेरी हजुर तपाईँ भागेकी रूप सुन्दर मेरी हजुर तपाईँ
माझे दैले जाँदै हानो माछी पर्यो जाँदैमा घिर्ताङ बादल कहाँ पर्यो झरे तालैमा हे आऊ है माया लौ है सुटुकै काफल गेडी कुटुकै भयो भुटुकै काफल गेडी कुटुकै भयो भुटुकै गर्नको लागि शिक्षक मित्रहरूलाई म मञ्चमा आफ्नो कला देखाइदिनु हुनुको लागि
एउटा शैक्षिक उपलब्धि मात्र होइन कि एक खालको व्यवहारिक शिक्षा। अभिभावकजीहरू हामी भन्ने गर्छौँ कि विद्यार्थीहरूले व्यवहारिक शिक्षा प्राप्त गरेनन्। अब त्यसोतर्फ सरकारले चाहिँ आफ्ना कार्यक्रम ल्याओस्, विद्यालयले कार्यक्रम ल्याओस् भनिरहँदा म खुसी व्यक्त गर्न चाहन्छु कि पछिल्ला दिनमा यो विद्यालयले विभिन्न रचनात्मक कार्यक्रमहरू आयोजना गरेर विद्यार्थीहरूलाई विभिन्न सिप सिकाउने चाहिँ काम गरेको छ, विभिन्न कला सिकाउने काम गरेको छ, संस्कृतिको संरक्षण गर्नको लागि विद्यार्थीलाई उत्प्रेरित गरेको छ। यो आफैमा अत्यन्तै महत्त्वपूर्ण कुरा हो भन्ने मलाई लाग्छ। त्यसो हुँदा यहाँहरूले विद्यार्थी अमुक विद्यालयलाई चाहिँ दिनुहुन्छ कि विद्यालय सबै थोक हो, हामी विद्यालयबाटै विद्यार्थीले प्रगति गर्छ भन्ने कुरा यहाँहरूको चाहिँ छ भने त्यो नराख्नु होला। यदि हामी भन्ने गरिन्छ विद्यार्थीहरूको पहिलो पाठशाला आफ्नो घर नै भएको हुनाले पनि विद्यालयमा विद्यार्थीले जे ज्ञान प्राप्त गर्छ सैद्धान्तिक ज्ञानको व्यावहारिक रूपमा चाहिँ प्रयोग गर्ने भनेको उसको घरबाटै हो। भएको हुनाले विद्यार्थीले नियमित उसले के गरिरहेको छ उस विद्यार्थीका प्रत्येक गतिविधिको निगरानी गर्ने र त्यसलाई व्यवहारमा चाहिँ उतार्नको लागि घरमै यहाँहरूले मेहनत चाहिँ गर्नुभएको छ, गर्नुहोला भन्ने मैले आग्रह पनि गर्न चाहन्छु। सभाले कतिपय अवस्थामा भन्ने गरिन्छ कि मेरो चाहिँ विद्यार्थी मेरो भाइ बहिनी अथवा मेरो छोरा नाति अत्यन्तै कमजोर भयो, यसको बुद्धि नै छैन भन्ने पनि गरिन्छ। अभिभावकजीहरू वास्तवमा बुद्धि सबैको हुन्छ, विवेक सबैको हुन्छ। उसले अलिकति चाहिँ उसलाई गाइड भयो भनेदेखि उसले प्रगति प्रत्येक विद्यार्थीले गर्न सक्छ। उसलाई हामी कसरी निर्देश गरिरहेका छौँ, कस्तो शिक्षा दिएका छौँ, कस्तो घरमा उसले व्यवहारसँग गर्छौँ भन्ने कुरा नै भर पर्ने मैले देखेको छु। तपाईँले बुझ्नु भएको छ। मलाई लाग्छ एउटा बुद्धि भनेको त जसले बढी खियाउन सक्यो, बढी परिश्रम गर्न सक्यो, उसले प्रगति प्राप्त गर्न सक्छ। तपाईँको हुनाले नियमित तपाईँको चाहिँ प्र्याक्टिस नगर्नेको चाहिँ एक खालको चाहिँ उसको बाँकी जीवन अलिकति चाहिँ तपाईँको अन्धकारमय हुन्छ भनेदेखि नियमित रूपमा उसले चाहिँ अलिकति चलायमान चाहिँ जसले दिमाग गराउँछ स्वाभाविक ढङ्गले एउटा तीक्ष्ण बुद्धिको भएर चलाक चाहिँ विद्यार्थीको रूपमा स्थापित हुन्छ र उसलाई एउटा समाजलाई र राष्ट्रलाई चाहिने खालको एउटा जनशक्ति उत्पादन गर्न सहयोग पुग्छ भन्ने मलाई लाग्छ। यो हुँदा यहाँहरूले नियमित रूपमा विद्यालयलाई जिम्मा त दिनुभएको छ, त्यति मात्र होइन कि त्योभन्दा ठुलो जिम्मेवारी हाम्रो यो भनेर यदि तपाईँहरूले नियमित रूपमा घरमा विद्यार्थीलाई हेर्नुभयो भनेदेखि वास्तवमा धेरै विद्यार्थीले प्रगति गरेका छन्, गर्छन् भन्ने कुरा पनि म यहाँहरूलाई निवेदन गर्न चाहन्छु। प्यारा आफ्ना छोराछोरीलाई म विगतमा पनि तपाईँहरूलाई चाहिँ अनुरोध गर्ने गरेको छु विभिन्न चाहिँ कार्यक्रमहरूमा यो तपाईँहरूले ज्ञान प्राप्ति गरिदिनु होला, शिक्षा प्रदान गर्नु होला भनेर विद्यालयलाई, यो विद्यालय अथवा अरू कुनै विद्यालयलाई चाहिँ सुनपुनी कुरा चान्चुने कुरा होइन। एउटा मायाले हुर्काएको अत्यन्तै कठिन चाहिँ मेहनत गरेर हुर्काएको सबभन्दा माया लाग्ने आफ्नो चाहिँ बच्चा, आफ्नो छोरा नाति भाइ भतिजालाई तपाईँको विद्यालयमा चाहिँ सुनपुनी कुरा चान्चुने कुरा होइन कि भविष्य गाँसिएको छ यो विद्यालयसँग। एउटा विद्यार्थीसँग प्रत्येक विद्यार्थीसँग यो विद्यालय जोडिन्छ। जति विद्यार्थी विद्यालयमा आउँछ तपाईँको हुनाले यहाँ अध्यापन गर्नुहुने प्राचार्य लगायत उहाँको टिमले गर्नुभएको छ अझै मेहनत गर्नको लागि जरुरी छ भन्ने मैले आग्रह गर्न चाहन्छु कि हाम्रा घरकै मेरै छोराछोरी भन्ने हिसाबले जहिलेसम्म उहाँहरूले चाहिँ अवरोध त लिनुहुन्न तहिलेसम्म प्रतिफल आउँदैन भन्ने कुरा पनि म पुनः यहाँहरूलाई निवेदन गर्न चाहन्छु। तपाईँहरूले गर्नुभएको छ, अझै मिहिनेत गर्नु होला र यो सेरोफेरोमा रहने होइन कि राष्ट्रिय स्तरमा एउटा चाहिँ कहलिएको विद्यालयको रूपमा स्थापित गराउन तपाईँले चाहिँ मद्दत पुर्याउनु होला भन्ने मैले आग्रह पनि गर्न चाहन्छु। जहाँसम्म यो विद्यालय संस्थागत विद्यालयको रूपमा स्थापित छ, हामी त अन्य सामुदायिक विद्यालय पनि चाहिँ सेरोफेरोमा प्रशस्त चाहिँ छन् र अरू अन्य चाहिँ संस्थागत विद्यालय पनि चाहिँ प्रशस्त भएका छन्। एक खालको चाहिँ आन्तरिक प्रतिस्पर्धा पनि छ। यसमा अशस्त प्रतिस्पर्धा होइन कि कसरी
धेरैभन्दा धेरै चाहिँ विद्यार्थीहरूलाई चाहिँ एउटा गुणस्तरीय शिक्षा प्रदान गर्ने र शैक्षिक नतिजा चाहिँ राम्रो चाहिँ ल्याउने भन्ने खालको स्वस्थ प्रतिस्पर्धाका साथ विद्यालयहरू अगाडि बढ्नुपर्छ भन्ने मैले यहाँहरूलाई आग्रह गर्न चाहन्छु। जहाँसम्म सङ्घीय संसदमा विद्यालय शिक्षा ऐन निर्माण हुने क्रममा छ, अहिले विधेयकको रूपमा समितिमा विचाराधीन चाहिँ रहेको छ। मलाई लाग्छ सम्भवतः केही महिनापछि, करिब 5-6 महिनाभित्रमै नयाँ शिक्षा ऐन चाहिँ हामीले प्राप्त चाहिँ गरेपछि, शिक्षा ऐन चाहिँ बनेपछि स्वाभाविक ढङ्गले संस्थागत विद्यालयले भएका समस्याहरू र सामुदायिक विद्यालयले चाहिँ भएका समस्याहरू पनि तमाम छन्। जहाँ सामुदायिक विद्यालय सरकारले भन्ने गर्छ निःशुल्क शिक्षा, मावि तहसम्मको शिक्षालाई निःशुल्क भनिरहँदा सरकारले निःशुल्कै उपलब्ध गराउन सकेको छ त छैन। तपाईँले अहिले नै भर्खरै यता छिमेकी विद्यालयमा भर्खरै हेर्ने भन्ने पनि कुनै पनि विद्यालयमा पूर्ण रूपमा निःशुल्क गराउन सरकारले सकेको सम्म पनि चाहिँ छैन। विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी उपलब्ध गराइदिने, विद्यार्थी संख्याको आधारमा भौतिक सुविधाहरू चाहिँ सरकारले पुर्याउने चाहिँ यदि हो भनेदेखि बल्ल निःशुल्क हुने थियो होला। विद्यार्थी संख्या धेरै छ, भौतिक साधनहरू चाहिँ कम छन्, शिक्षक दरबन्दी चाहिँ कम छन्, जसले गर्दा बाहिरबाट शिक्षा राख्न पर्ने, निजी स्रोतबाट शिक्षा राख्न पर्ने कारणले गर्दाखेरि पनि बाध्य भएर सामुदायिक विद्यालयले पनि अभिभावकसँग विद्यार्थीसँग चाहिँ शुल्क लिन पर्ने एउटा अवस्था सिर्जना चाहिँ भएको छ। हामी भनिरहेका छौँ, सदन सङ्घीय संसदमा बहस गरिरहेका छौँ, निःशुल्क शिक्षा नाम मात्रको होइन कि व्यवहारिक रूपमा हुनुपर्छ भन्ने कुरा जोरदार रूपमा मैले पनि उठाएको छु। आगामी दिनमा सरकारले त्यो व्यवस्थापन गर्दै दिन्छ। हरेक देशको आर्थिक अवस्था अनुसारको अनि अरू समग्र अरू व्यवस्थापन गर्न पनि चाहिँ गाह्रो चाहिँ भएकै छ र पनि कतिपय रूपमा यी सबै समस्याहरू निराकरण हुनेछन् भन्ने अपेक्षा पनि हामी गरौँ। यी कुराहरू यहाँहरूलाई राख्दै अत्यन्तै उत्पादन गर्नको लागि त किताबको ज्ञानले मात्र पुग्दैन, स्वाभाविक ढङ्गले जति इभेन्टहरू तपाईँले यहाँ आयोजना गर्नुभएको छ प्रत्येक इभेन्टको उत्तिकै महत्त्व छ। हेर्दाखेरि अत्यन्तै गाउने नाच्ने त हो नि जस्तो लाग्छ, गाउने नाच्ने सामान्य कुरा होइन। र विद्यार्थी एउटा निर्धक्क ढङ्गले निर्भीक ढङ्गले मञ्चमा आएर मजाले नाच्ने कुरा, मजाले गाउने कुरा, मजाले संस्कृति रूपले धारण गर्ने कुरा यो चान्चुने कुरा होइन। हाम्रो पालामा त हामी त करिब 14-15 वर्षसम्म त मञ्चमा आएर मजाले यसरी भाषण गर्ने होइन कि सामान्य आफ्नो वक्तव्य राख्न पनि सक्ने थिएन। तर अहिले त्यो अवसर यहाँका विद्यार्थीले चाहिँ पाउनु भएको छ कि सानैबाट 1 कक्षा 2 कक्षाबाटै तपाईँको चाहिँ मजाले आफ्ना चाहिँ कुराहरू चाहिँ निर्धक्क साथ चाहिँ भन्न सक्ने चाहिँ कुरा यो चान्चुने चाहिँ कुरा होइन। यो हिसाबले हरेक हिसाबले चाहिँ विद्यार्थीले चाहिँ प्रगति चाहिँ गरेका छन्, त्यसमा विद्यालयले सहयोग गरेको छ। तपाईँले अभिभावकले पनि जुन विगतमा सहयोग गर्नुभएको थियो आगामी दिनमा पनि विद्यालयलाई चाहिँ गर्नुहुनेछ र त्यसको समग्र तपाईँको विद्यार्थीले जिम्मा विद्यालय लिएर पर्छ। यहाँको सञ्चालन समिति, त्यसका अध्यक्ष, यसका एमडी, प्राचार्य लगायत सम्पूर्ण उहाँको टिमले प्रत्येक विद्यार्थीको चाहन्छु सान्नानी नामक गोलको गीत मार्फत आफ्नो नृत्य प्रस्तुत गरिदिनुको लागि क्लास 7बाट सृजनाको समूह
शिक्षक तथा कर्मचारीहरूलाई हामी सम्मान गर्न गइरहेका छौँ। यस अर्थमा आज सम्मान गर्दा आज केही साथीहरू कार्य सम्पादन हिसाबले पर्नुहुन्छ, केही साथीहरू फेरि अर्को वर्ष पर्नु होला। यो हिसाबले हामी सम्मान गर्दै जाने हो। त्यसकारणले यो सम्मानलाई सोही रूपमा बुझिदिनु होला। हामीले यो सम्मान अत्यन्तै गोप्य ढङ्गले विद्यालय सञ्चालक समिति, विद्यालय प्रशासन, विद्यालयका अध्यक्षज्यू, प्रबन्ध निर्देशक र प्राचार्यको मूल्याङ्कनबाट हामीले केही कर्मचारीहरूलाई सम्मान गर्न गइरहेका छौँ। तसर्थ मायाको चिन्ह व्यवस्थापन गर्नुहुने म्याडमहरू, करुवाहरूलाई व्यवस्थापन गरिदिनु होला। सँगसँगै हामी खादाको पनि व्यवस्था गरिदिनु होला। म अनुरोध गर्न चाहन्छु अन्य मायाको चिन्हहरूलाई व्यवस्थापन गरिदिनु होला। हामी नन टिचिङ स्टाफहरू मध्येबाट चालकहरू र गाडी स्टाफहरू, समग्र गाडी स्टाफहरू मध्येबाट एकजना कर्मचारीलाई सम्मान गर्दैछौँ। समग्र नन टिचिङ स्टाफहरू मध्येबाट एकजनालाई, कार्य सहयोगीहरू मध्येबाट एकजनालाई सम्मान गर्दैछौँ र अन्य शिक्षक शिक्षिकाहरूलाई हामी तहगत रूपमा केही शिक्षक शिक्षिकाहरूलाई उहाँको कार्य सम्पादनको आधारमा सम्मान गर्दैछौँ। आज सम्मानित हुनुहुने साथीहरूलाई अग्रिम बधाई छ र सम्मानमा नपर्नुभएका साथीहरू पनि हामी अझै मेहनत गऱ्यौँ भने अर्को वर्ष यो सम्मान मैले ग्रहण गर्ने हो भन्ने हेतुका साथ अगाडि बढिदिनु होला भन्ने अपेक्षाका साथ यो सम्मानको लागि म आजको कार्यक्रमका प्रमुख अतिथि, विद्यालयका ज्ञानगङ्गा पाठशालाका पूर्व अध्यक्ष, हाल सल्लाहकार, अब विभिन्न उपनामले यहाँले चिनिरहेकै व्यक्तित्व आदरणीय वासुदेव घिमिरेज्यूलाई अनुरोध गर्दछु। विद्यालयका सञ्चालक समितिका अध्यक्ष आदरणीय ऋषिराम पाण्डेज्यू, विद्यालयका प्रबन्ध निर्देशक युवराज न्यौपानेज्यू, यहाँहरूलाई सम्मान गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। सम्मान साँच्चै सस्पेन्समा छ है। ओके, सम्मानित हुने कार्य सहयोगी दिदी तुलसी पाण्डेज्यू, म यहाँलाई हार्दिक बधाई सहित सम्मान ग्रहणको लागि हार्दिक अनुरोध। कुञ्ज रूपन्देही सम्मान पत्र। यस ज्ञानगङ्गा पाठशालामा लामो समयदेखि अनवरत कार्य सहयोगीको रूपमा महत्त्वपूर्ण भूमिका खेल्नुभएका तपाईँ श्री तुलसी पाण्डेज्यूलाई 13औं वार्षिक उत्सव तथा अभिभावक दिवसको शुभ अवसरमा यो सम्मान पत्र प्रदान गरिएको छ। आगामी अभिभावक दिवस समारोह चन्द्र अधिकारी प्राचार्य, युवराज नेपाली प्रबन्ध निर्देशक, ऋषिराम पाण्डे अध्यक्ष। गाडी चालक कमल थापाज्यू, कृपया सम्मान ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। जानकारी गराउन चाहन्छु, गाडी स्टाफको तर्फबाट कमल थापाज्यू, यहाँलाई यो सम्मान ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। यसपछि हामी समग्र शिक्षिकाहरू मध्येबाट एकजना शिक्षिका हुनुहुन्छ। यो सम्मान ग्रहणको लागि सम्मानित हुनुहुने शिक्षिका ढुकढुक बहलाई जानकी थापा, यो सम्मान ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। जानकी थापाज्यू,
अब यसपछि हामी प्रावि र निम्न माध्यमिक तहतर्फ लाग्दै कर्मचारी शिक्षिका हुनुहुन्छ लक्ष्मी जीसी, उहाँ आफैमा पनि पूर्व प्रावि संयोजक हुनुहुन्छ। यहाँलाई यो सम्मान ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसपछि प्राविपछि समग्र अतिरिक्त क्रियाकलापलाई व्यवस्थापन गर्दै विद्यालयको अतिरिक्त क्रियाकलापलाई उच्च तहमा पुर्याउन योगदान पुर्याउनु हुने अतिरिक्त क्रियाकलाप प्रमुख राजेश रोकालाई पनि यो सम्मान ग्रहण गर्नुहुने सम्मानित हुनुहुने शिक्षक ओके आफ्नो यो सम्मान हामी कार्य सम्पादनको हिसाबले यो कार्य सम्पादन मूल्याङ्कन गर्दै गर्दा कक्षा कोठा कक्षा बाहिर विद्यालयको समग्र विकास प्रशासनिक कार्य र अन्य विविध पक्षलाई हामीले आदरणीय साथीहरू, हामी यो कार्य सम्पादनको आधारमा गरिएको मूल्य हार्दिक धन्यवाद दिन चाहन्छु। हामीले यो 13औं वार्षिक उत्सव सप्ताहव्यापी रूपमा विभिन्न विधामा विभिन्न तरिकाले साना भाइ बहिनीहरूलाई एक तहबाट प्रोग्राममा सहभागी बनाएर 4 गते एउटा भव्य र सभ्य कार्यक्रम यसले आज जस्तो गरेका थियौँ त्योभन्दा केही कमी थिएन। सोही सालको प्रोग्राम हामीले सम्पन्न गऱ्यौँ। 5 गते हामीले जिल्ला स्तरको ब्याडमिन्टन सम्पन्न गऱ्यौँ। 6 गते तयारी गरेर आज 7 गते गर्नुपर्ने छैन। यो सबैको साझा फुलबारी जस्तो साझा संस्था हो। यहाँ सबैलाई सम्मान छ, सबैलाई हित छ। त्यसर्थ आज माथि स्टेजमा खाजा लागेको कारणले मात्रै सम्मानित भएको भन्ने कुरा नसम्झिनको लागि मैले सबै टिचर स्टाफहरूलाई म अनुरोध गर्न चाहन्छु।